को मार्गमा चाहिँ साँचो प्रेम भनेको के हो भन्ने विषयमा मैले बाँड्न गइरहेको छु। आज संसारमा प्रेम भन्ने शब्द धेरै प्रयोग गर्छ है, तर धेरै प्रेम चाहिँ स्वार्थमा के छ आधारित छ। कसैको चाहिँ पैसा देखेर प्रेम गरिरहेको हुन्छ, कसैले रूप देखेर प्रेम गरिरहेको हुन्छ, कसैले स्वार्थको निम्ति मात्र प्रेम गरिरहेको हुन्छ है, कसैले चाहिँ कामका लागि प्रेम गरिरहेको हुन्छ। तर यसले चाहिँ सिकाउनु भएको प्रेम चाहिँ कस्तो छ त? फरक किसिमको छ। परमेश्वर नै स्वयं के हुनुहुन्छ त? प्रेम हुनुहुन्छ। यदि परमेश्वर स्वयं प्रेम नहुनु भएको भए प्रभु येशू ख्रीष्ट आफै स्वयं मानिसको रूप धारणा गरेर संसारमा आएर मानिसको निम्ति चाहिँ बलि चढ्नु हुन्थेन। कति महान ठुलो प्रेम छ त्यसलाई सम्झिनुहोस्। क्रुसमा टाँगिनु सहज थिएन। पाप अधर्म अरू मानिसले गरे, तर त्यसको निम्ति आफ्नो प्राणलाई बलिदान दिने भनेको चाहिँ साँचो प्रेम भएको केवल प्रभु येशू ख्रीष्ट हो। हालेलुया। है कति महान कुरा छ। 1 यूहन्ना 4:8 भन्दछ, यहाँ प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन भनेर भन्दछ। किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वर को हुनुहुन्छ? प्रेम हुनुहुन्छ। हामी आज येशू ख्रीष्टमा विश्वास गर्यौं, स्वार्थको निम्ति होइन। हामीले यो बुझ्नु पर्यो कि हामी चाहिँ प्रेममा छौँ है, हामीले प्रेमलाई प्रेमले बाँधेका छौँ भनेर बुझ्नुपर्छ। हालेलुया। है परमेश्वरको प्रेम कसरी प्रकट भएको छ त? उहाँले चाहिँ मानिसलाई उद्धार गर्नका निम्ति आफ्ना एकमात्र पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनु भयो। कति ठुलो प्रेमले प्रेम केवल बोल्नु भएन, उहाँले प्रेम देखाउनु भयो। प्रभुले म तिमीलाई प्रेम गर्छु मात्रै भन्नुभयो त? भन्नु भएन। प्रभुले प्रेम देखाउनु भयो। कसरी देखाउनु भयो त? स्वयं मानिसको रूप धारणा गरेर संसारमा आएर आफ्नो बलिदान दिएर प्रभुले चाहिँ हामीलाई प्रेम देखाउनु भयो। छोरा बिमारी हुँदा बाबु जहिले पनि के हुन्छ? टेन्सनमा हुन्छ। ओ छोरा कहाँ छ, कस्तो छ, बिमारी भयो होला, वास्ता फिक्री जहिले पनि गर्छ बाबुले। प्रेमले चाहिँ आफ्नो त्याग पनि गर्न तयार हुन्छ। कसरी हुन्छ त? के बाबुलाई निन्द्रा लाग्दैन? लाग्छ नि त, तर ऊ रातभरि कुर्छ। तर त्यो निन्द्रालाई पनि बाबुले त्यागेको छ त्यहाँनिर, थकाइ पनि बाबुले त्यागेको छ त्यहाँनिर। त्यहाँ चाहिँ के छ? प्रेम छ। प्रेम भएको खातिर नै गर्छ हरेक कुरा। त्यसै परमेश्वरले पनि हाम्रो लागि चाहिँ त्याग गर्नुभएको छ। हालेलुया। बाबुले छोराको निम्ति हरेक कुराहरू त्याग्यो भने चाहिँ परमेश्वरले कति त्याग्नु भयो। त्यसै गरी आज धेरैले भन्छन् म तिमीलाई माया गर्छु अर्थात् प्रेम गर्छु भन्छन्, तर उदाहरणमा रिस, घृणा, धोका, अहङ्कार भयो भने चाहिँ त्यो साँचो प्रेम होइन। हामीले मिल्दैन। हामी प्रभुको येशू ख्रीष्टको वचनमा हिँडेका छौँ है, यहाँनिर भन्न मिल्दैन कि त्यो हाम्रो मध्येमा हाम्रो चाहिँ प्रेम नै छैन। साँचो प्रेम चाहिँ व्यवहारमा जहिले देखिन्छ। प्रेम जहिले पनि चाहिँ धैर्यवान हुन्छ अनि दयालु हुन्छ। 1 कोरिन्थी 13:4 भन्दछ, प्रेम चाहिँ जहिले पनि धैर्यवान हुन्छ र दयालु हुन्छ। कसरी हुन्छ त? मानौ म उदाहरण दिँदैछु। पहिला हामी तेल सकेपछि लौ है साइली, लौ है मैले आज 1 पैँचो देऊ है, सापट्टि त देऊ, पछि चाहिँ म दिन्छु यति दिन भित्र भनेपछि ल त साइली मेरो पनि थिएन, मैले तिमीलाई दिएँ है, झट्टै वापस गरिदियो भनेपछि हाँ भन्नु पर्यो। अनि त्यहाँनिर तेल त दियो, तर उसले समयमा जुन 2 दिनको भाकल गरेको थियो ल मानौ घट्ट बन्द थियो होला, तर 2 दिनपछि उसले धैर्यवान भएर उसले सहेर पनि 1 हप्तापछि दियो भने ठिकै छ ल्यायो भनेपछि त्यो चाहिँ के हो त? प्रेम। 2 दिनको म्याद दिएको छ त्यहाँनिर, तेल आएन, अब उसले रिस उठ्नलाई त भइसक्यो त्यो ल 2 दिन भने त दिएन, गन्न समय परिस्थिति नदिएको होला। यदि हाम्रो जीवनमा प्रभुको वचन के भन्दैछ त? यहाँ धैर्यवान हुन्छ। प्रेम, साँचो प्रेम गर्ने व्यक्ति चाहिँ जहिले पनि धैर्यवानमा बस्छ, वेट गर्छ, उसले चाहिँ पर्खिन्छ अनि प्रभुको वचनले भन्दछ। हालेलुया। अनि प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाहा गर्दैन र सेकी कहिले गर्दैन।
मानौ उदाहरण दिँदैछु। दाजुको घरमा मलाई सङ्गतिमा बोलाउनु भयो। अब मैले सेकी गरेर भाइ यस्तो मान्छे कहाँ जान्छु त्यस्तो ठाउँ भनेर हुन्छ, हुँदैन। त्यो प्रेम होइन। उहाँले आधारले बोलाउनु भयो, पुग्नु पर्यो त्यहाँ। त्यो नै हो साँचो प्रेम। दयालुको अर्थ चाहिँ दयालु हुने मात्र होइन, अब दयालु हुने मात्र होइन तर दया देखाउनु पनि हो। ओ म त साह्रै दयालु छु, मान्छे कसैले देख्नै सक्दैन, कसैले खाना लागेको देख्नै सक्दैन भनेर भन्ने म दयालु छु भने, तर दयालु बन्न थालेपछि त्यो कुनै अर्थ छैन। नम्रता चाहिँ आत्माको अझ अर्को ठुलो फल। नम्र हुनु भनेको चाहिँ आत्माको एउटा फल हो। घमण्डी मानिसले अरूलाई होइन तर आफैलाई प्रेम गर्छ जहिले पनि। कुनै एउटा आमा थाकेको छ भने पनि प्रभु जतिसुकै रात परेर कामबाट आयो भने नि आफ्नो बच्चालाई पहिला हेर्छ। खाना खायो कि खाएन, खाएको छैन पनि पकाउँछ। आफू थाकेर आए पनि ननुहाएर भए पनि पहिला खाना पकाउँछ। बाबु उठे यति खाऊ है भनेर भन्छ। त्यो निस्वार्थ प्रेम। क्षमा बिनाको प्रेम अधुरो हुन्छ। आज धेरै परिवार किन टुटिरहेका छन् अनि आज धेरै दाजुभाइ किन टुटिरहेका छन् अनि आज धेरै साथीभाइ किन टुटिरहेका छन्? किनकि कसैले माफी माग्न चाहँदैन। तर येशू ख्रीष्ट क्रुसमा हुँदा पनि भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गरिदिनुहोस्। तर परमेश्वरको प्रेम कमजोरीलाई पनि प्रेम गर्नुहुन्छ अनि पापीलाई पनि बोलाउनुहुन्छ र टुटेको मानिसलाई पनि अङ्गालो हाल्नुहुन्छ। हालेलुया। उदाहरणको लागि कहिलेकाहीँ चाहिँ मानिसहरूले पुरानो कपडा फालिदिन्छन्, तर परमेश्वरले टुटेको जीवन पनि नयाँ बनाउन सक्नुहुन्छ। किनकि प्रेम बिना विश्वास पनि अधुरो छ। प्रेम बिना चाहिँ विश्वास, जब हामीमा प्रेम छैन भने चाहिँ हामीले विश्वास गरेको काम छैन भने प्रभुको वचनले यहाँ भन्दछ। 1 कोरिन्थी 13:13 भन्दैछ, यदि किनकि प्रेम बिना चाहिँ विश्वास पनि अधुरो छ। पहिला विश्वासमा हामी हुनुको निम्ति चाहिँ प्रेम